राखेर जब बिदा हुनुभयो अनि 8 वटा पटकसम्म हानेको बाणको प्रभावले बालक छटपटावट भइरहेको थियो। त्यही बेलामा महाराज अस्वस्थामा नाम गरेको महान प्रतापी महान ज्ञानी सर्वोपरि यस्तो प्रकारको व्यक्ति आज जब त्यहाँबाट प्रस्थान गर्नुभएछ र शास्त्र जब गइसकेपछि भागवत भक्तिमा चित्तवृत्ति परमात्माको प्रार्थना गरेर अब पन्जाब जानुभएछ। पन्जाबमा गएर फेतागुथी सकेपछि अनि सिख सम्प्रदाय भन्ने सम्प्रदाय खोलेर अहिले पनि सरदारका पन्जाबी सरदारहरूले फेतागुथी चलन छँदैछ। किन त भन्दाखेरिमा त्यो शिखा पाल्ने प्रचलन उनको त शिरमा मडी झिकिएको खाल्डो पनि थियो, 4 पाटे मडिया थियो, नराम्रो थिए र फेता गुथेका। गुरुले जे गरे त्यो गर्नुपर्ने भएको कारणले अहिले हाल सबै चेला जति टनटन्दी फेता गुथेर बसिरहेकै छन्। यसरी पन्जाबीहरू त्याडी। यसलाई सिख सम्प्रदाय भनिन्छ।